बुढा मान्छे कोही चढ्दैन गाईले गाई खाम देख्न नने फर्कै भन्नु पर्यो गाईले गाई खाम त देखाउनु पर्यो ल हामी चाहिँ तर मेन प्लान बनाउनेवाला छैन होइन हामी चाहिँ फुटबल खेल्न आएको छौँ यहाँ बोल्दैछु यहाँ हाम्रो खेलाडीहरूले आज मार्ने हिसाबले जाने के छ यार रोनाल्डो आज हान्ने कति गोल हान्ने कति नम्बर जर्सीको 23 नम्बर जर्सी लाउने हो बर्कोला रोनाल्डो होइन बार्कोला अब यहाँ सल्लाह हुँदैछ हाम्रो आज हारिदिने हो अनि अर्कोचोटि आएर चाहिँ भक्कु गोल हान्ने अरे हाँस्दै जाँदैछ आज मेरो 5 गोल हान्ने लक्ष्य छ है म त अरू कसैलाई लाग्दैन हैन गोल हान्नेमा दाइ 100% नहके आज 5 गोल हान्ने लक्ष्य छ मगर्दाईलाई मात्रै मैले आश गरेको छु म 5 रानिदिन्छु कुदेर हानेर हान्ने हो म उयो छोटेलाई विश्वासै गर्दिनँ हाम्रो टिमको मेसी छ होइन उसलाई म विश्वास गर्न सक्दिनँ नामको मात्र मेसी हो मेसी त हाम्रोमा त भैँसीलाई मेसी भन्छ हो साँच्ची भयो गणेश ग्राउन्ड त फेरि बपाल छ नि ल ग्राउन्डमा हामी पुगिसकेका छौँ ल केटाहरू त अघि आइसकेका छ म्यानेजर हाम्रो को म्यानमार जस्तो आउनु त्यससँग हामी त ढिलो आइयो हामी यार यो लिएर आउनु पर्थ्यो क्या यो सावस छ यो हो लङ ल केही नै हुँदैन केटा खुसी 11 जना हान्ने हैन 7 जना खेल्ने त यहाँ 11 जना म्यानमारी चाहिँ पनि आइसकेछ यतै Hey, pali naman. Ilopsa? Ilopsa? Luang त खेल्दै रहेछ जुत्ता लाउ केटा आधी घण्टा पड्काएर जाने आजको ग्राउन्ड चाहिँ यो हो है त कत्रो ठुलो छ है 11 साइज हो 3 टिम खेल्नु पर्ने भएछ क्या यहाँ चाहिँ नेपाली र म्यानमारी खेल्दैछ अनि हामी नेपाली पनि छौँ पैसा धेरै रहेछ थाल्यौ त तिमीले त यो गोल हाम्रो हैन हो ए हैन भित्र गेडा छ यो हाम्रो हैन ओहो लास्टै सुहाएको छ दाइलाई मात्रै अलि हेरौँ लाग्छ आज छिराउ तिमी भन्दा चाहिँ होइन दाइले हान्नु चाहिँ सुट चाहिँ उठाएर फाल्दै अनि राम दाइलाई के भयो आउनु सेक्ने भनेको तीको चाक ल्याएर उदय भाइ छँदैछन् भाइले बोकेर ल्याइहाल्छ सब बदकान्छ भनेर को पो हेर्ने यो अनि अध्यक्ष दाइले अध्यक्ष राखेको होइन यसले पानी पर्छ भनेको दिन पानी पर्दैन बस आयो भनेको दिन बसै आउँदैन अनि तिमीको अनि यति टाढा अनि कुदेर कसरी भेन्छ मलाई सुत दौडा म बुढा मान्छे दौडेपछि केटाहरू आउनु परेन म दौडेपछि आउनु परेन केटाहरू होइन सुमन भाइ गणेश भाइ